आगो लाउनेहरू खुसी हुनु पर्दैन, देश जलाउनेहरू खुसी हुनु पर्दैन। एकछिन लोकतन्त्रले धक्का खाएको होला, तर एमाले जस्ता पार्टी जिउँदै छन्, जिउँदै रहनेछन्। लोकतन्त्र जिउँदै रहनेछ। यो देश लडेर बनाएको, लडेर बचाएको देश हो। यो देशलाई फेरि पनि बचाइनेछ, अगाडि बढाइनेछ। यस देशमा नेकपा एमाले जस्ता पार्टी, नेपाली कांग्रेस जस्ता पार्टीहरू थिए, त्यसकारण यो देश श्रीलंका बन्न सकेन, बंगलादेश बन्न सके। 24 गते आगो लगाउनेहरू देशलाई झुक्क्याएर आगो लगाएको, झुक्क्याएर आगो लगाउनेहरू, देशका विरुद्ध आगो लगाउन तयार हुनेहरू, त्यो कसैका विरुद्ध आगो लगाएको भन्दा देशका विरुद्ध आगो लगाएको हो। त्यो राष्ट्रियताका विरुद्ध आगो लगाएको, देशमा शान्तिका विरुद्ध आगो लगाएको, देशको सम्पत्ति र विकासका विरुद्ध आगो लगाएको, शान्ति सुव्यवस्था अमन चैनका विरुद्ध आगो लगाएको। यो संरचना